सो गाइज आज चाहिँ हामीहरू काम थिएन त्यसैले आज चाहिँ हामी घुम्न आएको यतातिर यता भन्नाले पनि हल्का पसलदेखि अलिक टाढा हामी काम गर्ने चाहिँ उता हो यो बजारमा हो हामी चाहिँ त्यहाँदेखि यता छौँ यो बाटो हुँदै आएको यतातिर घुम्न आएको रोहित र म छौँ। सो गाइज सबैलाई नमस्ते हैन अरू अरू नाम भन्दै तिम्रो माय नेम इज रोहित तिम्रो घर कहाँ तिम्रो घर कहाँ मेरो घर हो डडेलधुरा म अरे त्यसलाई बोलाऊ क्या बोला चला इधर गाली गर्ला केटा हो केटी हो यो केटा हो केटी हेर नि ओ लड्को रहेछ के हेऱ्यो तिमीले लड्को के हेऱ्यौ तिमीले हेऱ्यौ के यिनले चाहिँ फुलहरुलाई खान रे गाइज यो मस्त खुर हुँदैन पार्का लास्ट राम्रो हुँदैन रे सेतो छ यो र यसको मेरो सेट गरे सेतो छ नि त एकदम इनको चाहिँ कालो छ हामी चाहिँ काले कौवा हैन तुम बहुत ह्यान्डसम हो त्यसैले केटी तिम्रो पछि लान धेरै हो किन ओ नो त्यस्तो नभन न मलाई गाह्रो पर्छ ओ के हैन भन केटी पछि लान किन लान किन नठगेर भन तिम्रो गर्लफ्रेन्ड छ किन तिम्रो गर्लफ्रेन्ड अरे यार कतिवटा थाहा छ 120 वटा गर्लफ्रेन्ड बस 120 वटा एउटाको नाम भन्छ त काकी छ लाउने बेजत नगर काकी भन काकी छ म काकी त भन्न सक्दिन नाम चाहिँ भन्छु ल आस्था निरा अस्मिता अनि अरु म नि केही नाम याद गर्न सक्छु र गर्लफ्रेन्ड छ भनेर 120 वटा कहिले पताउँछ सकल हेर न सकल पत्ताओस् या नपत्ताओस् मलाई बाल छ त गाइस बरु यसको होला हो यसको होला यो फुल कतिको होला सो गाइस कति कहाँ छ फुल खै 10 रुपैयाँ फुल कहाँ 10 ये क्या डब्बा सा लेकर मेरी वीडियो बनाता रहता है। अभी इसको कोई रिएक्शन नहीं दूंगा वरना वीडियो इसकी वायरल ना हो। इनले सोधिरहन फुल कतिको अरे फुल कतिको फुल कतिको के भन्न मिल्दैन हामी भन्न मिल्दैन त्यसैले त्यो सेक्रेट हो त्यो तिमीलाई चाहिने हो त्यो फुल अरूलाई हो किन त्यो फुल हो किन त्यो फुल टाउको हिल्ला नै यस्तो मार्ला फेरि तिम्रो बाजेले सो गाइस यहाँ चाहिँ चिसो छ यतातिर चाहिँ यता हिउँ पर्छ अरे भनिरहेको थिएँ राम्रो छ कि भिडियो बनाउने यो रोड जाने त्यसलाई नि लगेर जाउँ नि त यसको त फुलै छैन के हेर्छौ तिमी खालि फुल मात्र हामीसँग जाने आइज यो चाहिँ हामीसँग जान्छु भनेर यसलाई चाहिँ लगेर जान्छु हामी पनि साथमा उतै हाम्रो बसतिर लगेर जाउँला होइन मस्त ए भागो ओए यता आइज ओए कलेजको बच्चा त्यतै हो यहाँ जाऊ न टायरमा भिड घर छ आउन के भइगयो उता निस्को सर्टकट छ त यता घुमेर जानु अन्त यहाँबाट सर्टकट भयो बाटो यस्तो छ के गर्ने गाह्रो छ यहाँ चाहिँ कस्तो राम्रो बनायो नि त्यो दाइले होइन घुम्नको लागि पाहाडतिरको घर यस्तै हो यस्तो राम्रो ठाउँ छ नि सो गाइज यो पुरा ढुङ्गा घर ढुङ्गा घर हुन्छ पाहाडतिर त मस्त राम्रो हुन्छ घर है कस्तो राम्रो भिडियो आयो त थाकियो यो चाहिँ हाम्रो काम गर्ने ठाउँ